हेलो, आज चाहिँ म यहाँ अदुवाको अचार बनाउँदैछु। यो चाहिँ हामीले अदुवालाई फर्स्टमा यसरी केलाउनु पर्छ मजाले, अन्त चाहिँ हामी बादमा अचारहरू बनाउनुपर्छ। म तपाईलाई अरूहरू पनि देखाउँछु। अदुवा चाहिँ यो मसिनो छ, एकदम टाइम लाग्छ। अब हामीले तासिसक्यौँ र यति भएको छ। अब यसलाई चाहिँ सफा धोएर हामीले त्यहाँबाट ग्रेड गर्नुपर्छ। मेहनत चाहिँ पुरै छ, चाहिँ लाग्छ अनि मिठो पनि हुन्छ। ल अब चाहिँ निकै सकिसकेको छु मैले। हेर्नुहोस् तपाईँहरू, यति बेसी भएको छ। यो अदुवा मसिनो भएको कारणले गर्दा चाहिँ पुरा टाइम लाग्यो। तपाईँहरू अल्छी नमानी गर्नुपर्छ। अन्त बेसी पोल्यो भने चाहिँ अदुवाको झोलले तपाईँहरूले ग्लोभ्सहरू पनि लगाएर गर्न सक्नुहुन्छ। र अदुवा चाहिँ यस्तो यो ग्रिन भएको चाहिँ अलिक राम्रो खालके अरे, भित्र हरियो हरियो भएको खालके चाहिँ। यो चाहिँ सानो खालको अदुवा पुरा पिरो हुन्छ। त्यो अर्को ठुलो खालके अदुवा पनि हुन्छ, सजिलो हुन्छ त्यो चाहिँ, तर त्यसको पुरा पानी पनि निस्किन्छ। प्लस फेरि त्यो चाहिँ अलिक पिरो पनि हुँदैन। राम्रो चाहिँ यो सानो खालके अदुवा हो। र अब यो सबै सकेर चाहिँ म फ्राई गर्छु। र म चाहिँ आगोमा पकाउँदैछु, किनभने यसलाई पुरा टाइम लाग्छ, अन्त ग्यास पनि पुरा कन्ज्युम हुन्छ। त्यसै कारणले र बस्तीमा बसेपछि आगोमा पकाएको राम्रो हो होइन। हुनुपर्छ, तपाईँले रिफाइन गर्न पकायो भने चाहिँ एकदम राम्रो हुन्छ। र म यहाँ तेल लाउँदैछु। यो मजाले खारिएपछि चाहिँ हामीले फेरि अदुवा लगाउनुपर्छ। बेसी हाई फ्लेममा पनि पकाउनु हुँदैन, किनभने यसरी तेल खारिँदै गर्छ। म चाहिँ अलिकति नुन पनि लाउँछु, किनभने तेल पड्किन्छ भनेर। किनभने अदुवामा अलिक पानी हुन्छ नि त, नुन हाल्यो भने चाहिँ पड्किँदैन। ल अब चाहिँ तपाईँ हेर्नु सक्नुहुन्छ, यो तेल एकदम खारिसकेको छ र म यसरी लगाउँछु। र अब चाहिँ यो अदुवालाई हामीले बिस्तारै सानो फ्लेममा ब्राउन हुन्जेल पकाउनुपर्छ हामीले। तपाईँहरू यसरी चलाइरहनु होला, किन भन्दाखेरि यो मुनिको चाहिँ डर छ, त्यही कारण चलाउँदै पकाउनुपर्छ। यसलाई चाहिँ यस्तो गरेर ब्राउन हुन्जेल पकाउनुपर्छ। र अब यत्तिकै भएपछि चाहिँ म यसलाई निकालेर, यत्तिको कलर भयो भने चाहिँ राम्रो हुन्छ। यत्तिको भएपछि तपाईँले निकाल्नुहोस् होला। अब यसमा र हाम्रो